अवसर छ भने 51,000 देखि माथि दान गर्दाखेरि यहाँहरूलाई आजीवन सदस्य बन्ने सौभाग्य यहाँहरूलाई मिलेको छ। त्यसैगरी 15,000 देखि माथि दान गर्दाखेरि शिलामा नाम लेख्ने व्यवस्था छ। सबैले सचिवालयमा गएर दान गर्नु होला र यहाँ अगाडि हजुरहरू त्यहाँ नरोक्दिनु, आउन दिनु उहाँहरूलाई। फ्रेम लिएर आउनु है, फेरि त्यहाँ फ्रेम लिएर आउनु र आइसके पछाडि यहाँ नरोकिनु र फ्रेम नलिई सकभर यहाँ आउँदैन आउनु है। नाम बोलाएपछि हामी केही समयमै विधायकको कार्यक्रम जोड्नेछौँ। त्यसैले आफ्ना शेष वाणीहरू प्रस्तुतिका लागि महाराजजीलाई अनुरोध गर्दै केही समयमा जीवन ज्ञान केन्द्रका संस्थापक अध्यक्ष आदरणीय हेल्पी भानु शर्मा गुरुदेवको आगमन हुँदैछ। बाह्य समूह मेन गेटमा गइरहेको हामीले हार्दिक अनुरोध गर्दै अब आफ्ना सुन्दर र सागर शेष वाणीहरू प्रस्तुतिका लागि साथीहरू महाराजजीलाई अर्पण गर्दछौँ र बाटो खाली गरिदिनका निम्ति म निवेदन गर्न चाहन्छु। श्री गीता माता को समादरणीय भक्तसज्जनहरू, हामीहरू यो भएपछि हाम्रो आध्यात्मिक जागरण हुनुपर्छ, हाम्रो चेतनाको अभिव्यक्ति हुनुपर्छ, हामीमा सेवा भावको वृद्धि हुनुपर्छ। अब अन्य धर्म परम्पराहरूमा नबुझेर जो भट्किएर गएका छन्, अब उनीहरूलाई घर वापसी गर्नुपर्छ, उनीहरूलाई हाम्रै सनातन धर्ममा फर्काएर आत्मसात गर्नुपर्छ। हामी जहाँ छौँ त्यहीबाट सबै धर्म परिवर्तन गर्न लागौँ, नेपाललाई सनातन हिन्दू राष्ट्र बनाऊ। यो कार्यमा हामी सबै लागौँ। सबैले कतिजनाले चाहनुहुन्छ नेपाल हिन्दू राष्ट्र बनाउँछ रत्नाधिकरण त पुष्करणी क्षेत्रे इत्युक्ते पोखरा क्षेत्रे कोटि होम इति कार्यं कुर्वन्तः स्म। तत्र धर्म कर्म युक्तम् इदं कार्यं वर्तते। तथा च इयं भूमिः कृषि एवं ऋषिभिः युक्ता भूमिः, कृषिभिः युक्ता भूमिः च इयं वर्तते। अस्माकं जन्मभूमिर्हि धर्म कर्म समन्विता, ऋषि कृषि सुसंयुक्ता, नेपालेति प्रकीर्तिता, नेपालेति प्रकीर्तिता। यदि वयं वाञ्छामः यद् राष्ट्रस्य सुरक्षा भवेत्, आफू पनि अब अलिअलि ठुला मान्छे बिचमा सुट्ट घुसाइहाल्नु भन्थ्यो। रमेशजी अगाडि आइदिनुहोस्। यस्तो विशेष सम्मान छ। हामी ठुला साना हरेक मञ्चहरूमा सहकार्य गरेका छौँ, तर रमेशजीको नजिक हुन पाउँदाखेरि एउटा ऊर्जा आउँछ। हामीले बुझ्न आवश्यक छ। मैले दुईटा कुरा हरेक पटक भन्ने गरेको छु। जब म सनातन धर्मसँग सम्बन्धित यस प्रकारका कुनै धार्मिक अनुष्ठानहरूमा उपस्थित हुन्छु, मैले दुईटा कुरा सधैँ भन्ने गरेको छु। एउटा, म सनातनी कुलमा जन्मिएको हो, त्यसकारणले म बाई चान्स सनातनी भएँ। मेरो सनातनी कुलमा जन्म भएको कारणले गर्दा म बाई चान्स सनातनी भएँ, भाग्यले सनातनी भएँ। तर अध्ययन गरेको छु, बाइबलको पनि अध्ययन गरेको छु, गुरु ग्रन्थ साहेबको पनि धेर थोर अध्ययन गरेको छु। मैले भेटे जति सबै धर्मशास्त्रहरूको अध्ययन गरेर म जन्मको कारणले बाई चान्स सनातनी भएको थिएँ। तर सम्पूर्ण धर्मशास्त्रहरूको अध्ययन गरिसकेपछि, भेटे जति गरिसकेपछि, पाए जति पढिसकेपछि अहिले म बाई चान्स होइन, बाई चोइस सनातनी हो र मलाई सनातनी हुनुमा गौरव छ। किनकि मैले महसुस गरेँ सबै संस्कृतिहरू उत्कृष्ट छन्। म सम्पूर्ण धर्म संस्कृतिहरूको सम्मान गर्छु, धार्मिक स्वतन्त्रताको सम्मान गर्छु। तर सनातन संस्कृतिमा जस्तो स्पष्टता, सनातन संस्कृतिमा जस्तो हरेक प्रश्नको उत्तर र जीवन शैलीसँग जोडिएको अर्को संस्कृति, त्यस्तो अर्को उदाहरण यो दुनियाँमा, यो ब्रह्माण्डमा लगेर रोटी हाल, अरू दिन काग देखो कि ढुङ्गा आन भनेको होइन। त्यो भनेको सधैँ ती पशु पन्छीहरूप्रति प्रेम राख। तिमी मानव भएर खालि मानवप्रति मात्र होइन, पशु पन्छीहरूप्रति पनि तिम्रो दायित्व छ भनेर प्रतीकको रूपमा हामीलाई तिहारको माध्यमबाट हाम्रो सनातन संस्कृतिले सिकाउन खोजेको हो त्यो रहस्य। तर हामी यस्ता प्रतीकहरूलाई कहिलेकाहीँ व्यवस्था गरिदिन्छौँ र यिनै कुराहरूसँग एकाकार हुनको लागि हामीलाई यस प्रकारका गुरुजनहरूको सत्सङ्ग, यस प्रकारका अनुष्ठानहरू आवश्यक हुन्छ। कहिलेकाहीँ हामीलाई
भइरहेको छु। हामी टिकटकको जमानाका मान्छेहरू हौं। कहीँ पाप के हो पुण्य के हो भनेर हामीलाई कन्फ्युजन भयो भने महर्षि वेदव्यासले म जस्ता अज्ञानीहरूको लागि सर्टकट बताउनु भएको छ। महर्षि वेदव्यास भन्नुहुन्छ, अष्टादश पुराणेषु व्यासस्यं वचनं द्वयम्, अष्टादश पुराणेषु व्यासस्यं। हामीले यसलाई सुधार्न आवश्यक छ। आज तपाईहरुको यति धेरै जमघट भएको छ, यति धेरै ठूलो संख्या भक्तजनहरूको जो उपस्थिति भएको छ, यसका लागि म तपाईहरुलाई फेरि पनि नमन गर्न चाहन्छु। आदरणीय गुरुजी विजय कृष्णमूर्ति महाराज, तपाईले यो असाध्यै पावन कार्य, समाजलाई आफ्नो सभ्यताको ऐना देखाउने यो पावन बेडा जो तपाईले उठाउनु भयो, आत्मगौरव पनि भयो हुन्थ्यो भन्ने सोच्दछन्। तर उच्च कोटिका मान्छेहरू खाली आत्मगौरव मात्रै चाहन्छन्। त्यही आत्मगौरव नै उनीहरूका लागि सबैभन्दा ठूलो सम्पत्ति हो भनेर जो शास्त्रले बताएको छ, त्यस्तै आत्मगौरव कमाउने खालको काम आज मानव सेवा फाउन्डेसनले यहाँ गरेको छ। मलाई बोल्न धेरै मन छ, तर समयको पाबन्दी छ। अन्य वक्ताहरू पनि हुनुहुन्छ। म एउटा कुरा अन्त्यमा भन्न चाहन्छु। मैले अघि पनि भने, सनातन संस्कृतिसँग उत्तर नभएको प्रश्न छैन र सनातन संस्कृतिमा स्पष्टता नभएको कुनै विषय छैन। अहिले हामी एकदमै धेरै मानसिक स्वास्थ्यका समस्याहरू देख्छौँ। यो पहिला मैले जान्दाखेरि यो डिप्रेसन सिप्रेसन भन्ने हुँदैन थियो, तर अहिले डिप्रेसन एङ्जाइटीहरू एकदमै धेरै बढ्दै गएको देखिन्छ। म तपाईलाई यो कोटी होम मार्फत भन्न चाहन्छु। अघि पनि मैले एउटा कुरा भने, पारिजात झमक कुमारी जस्ता तपाईभन्दा धेरै दुःख पाएका धेरै दुर्भाग्यशाली मान्छेहरूलाई सम्झिनुहोस्। आफ्नो जीवन निराश लाग्यो भने ईश्वरका ती उत्कृष्ट रचनाहरूलाई सम्झिनुहोस्। र अर्को कुरा चाहिँ, तपाईलाई एकदमै धेरै जीवनसँग गुनासो भयो भने, तपाई गम्भीर स्वभावको हुनुहुन्छ भनेदेखि भ्रामरी, अनुलोम विलोम, कपालभाती, भस्त्रिका आदि प्राणायाम, योग ध्यान तपाईले गर्न सक्नुहुन्छ। र यदि तपाई म जस्तो उत्पटाङ स्वभावको, विद्रोही स्वभावको हुनुहुन्छ भने तपाईलाई औडा लाग्ने बित्तिकै फुल भोल्युममा शिव ताण्डव स्तोत्र सुन्न थाल्नुहोस्। तपाईको एङ्जाइटी 1 मिनेटमा डिलिट भएन भने मेरो नाम अर्कै राखिदिनु होला। तपाईलाई भन्न मात्रै अप्ठ्यारो लागेको हो भक्तवत्सल भगवानको आजको आनन्दको